त्यही भएर मुद्दती खातामा पैसा राख्ने हिँडे। मुद्दतीमा नराख, बरु चल्तीमा राख। अब मुद्दतीमा पैसा राखेपछि फेरि चाहिए बेला झिक्न सकिँदैन। अब पृथ्वी पल्ट्यो भनेर चाहिँ पैसा झिक्न जानु पर्ला। पैसा भने बेला झिक्न मिल्दैन, अड्किन्छ ती। अब पैसा मुद्दती खातामा, ब्याज प्रसाद बारीको पाटामा होला भने डर भयो। होइन साँच्चै होला त यो पर्ले हुने भने। साँच्चै होला रे। अब कस्तो के भन्नु अब यस्तालाई। अब पहिला पहिला त्यो हिमालमा कति हिउँ हुन्थ्यो, सेतै हुन्थ्यो नि। अहिले त कालो ढुङ्गाहरू मात्रै छ, ढुङ्गा मात्रै क्या कालो। अब पहिला पहिला हाम्रो गाउँमा कति बाघ आउँथ्यो, अहिले बाघ एउटा छैन नि त। छैन। बाघ त असाध्यै बाठो, पहिल्यै थाहा पाउँदो रहेछ पर्ला हुने कुरा, त्यो भएर पोरपरारै भागिसक्यो। बाघ नआएको त जङ्गल फडानी भएर होला नि। मनलादी जङ्गल काटा छ अनि कहाँबाट आओस् त बाघ। अब छोरछोरीहरूलाई बाघ यस्तो हुन्छ भनेर देखाउनु पर्यो भने बिरालो देखाउनु पर्ने भइसक्यो। सियाल त आउन छोडिसक्यो जङ्गलमा। नपत्याउनेलाई के भन्नु त। अब बुद्धि छैन, बुद्धिको बिर्को ठप्प छ।